सम्पूर्ण साथीहरुमा सादर नमस्कार। अब हामी यस भिडियो मार्फत एनआइसी एसिया र हिमालयन बैंक लिमिटेडको चेक भर्न वा चेक फिलअप गर्न सिक्दै छौं। त्यसैले कृपया यस भिडियोलाई अन्तिमसम्म राम्ररी हेरिदिनु होला र साथसाथै राम्ररी सुनिदिनु होला। एउटा चाहिँ अत्यन्तै महत्त्वपूर्ण कुरा छ र त्यो हो यदि हजुरहरूले चाहिँ इंग्लिशमा लेख्न चाहनुहुन्छ भने यो चेक भरि नै इंग्लिश फन्टको प्रयोग गर्नुपर्ने हुन्छ र त्यसो नभइकन नेपालीमा लेख्न चाहनुहुन्छ भने चाहिँ यो चेक भरि नै नेपाली लिपि प्रयोग गर्नुपर्ने हुन्छ। टप राइटमा डेट मिति देख्न सक्नुहुन्छ। त्यस बक्सभित्र हजुरहरूले डे, मन्थ, इयर फर्मेट अथवा गते महिना र सालको ढाँचामा मिति भर्नुपर्ने हुन्छ। पे अगेन्स्ट दिस चेक टु भन्ने ठाउँ पछि फर्स्ट लाइन माथि चेक साटेर पैसा कसले लिने हो उहाँको नाम लेख्नुहोस्। आफूले नै लिने हो भने आफ्नै नाम लेख्नुपर्ने हुन्छ। त्यसो नभए जसले लिने हो उहाँको नाम लेख्नुहोस्। द सम अफ पछि हजुरहरूले वर्डमा अमाउन्ट लेख्नुपर्ने हुन्छ। वर्डमा भन्नाले शब्दमा, र यो बक्सभित्र चाहिँ हजुरहरूले नम्बरमा अथवा अङ्कमा चाहिँ अमाउन्ट यानि कि मात्रा लेख्नुपर्ने हुन्छ। त्यसपछि तल दुईटा खाली बक्सहरू देख्न सक्नुहुन्छ। त्यहाँ प्रत्येक बक्सभित्र हजुरले एक एकवटा सिग्नेचर यानि कि दस्तखत गर्नुहोस्। यति सबै भइसकेपछि हजुरहरूको चेक फिलअप कम्प्लिट हुन्छ। पछाडि केही पनि लेख्नु पर्दैन र हजुरलाई नजिक पर्ने ब्रान्च अथवा एक्सटेन्सन काउन्टरमा गएर चेक साटेर पैसा लिएर आउनु होला। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।